गाइस म चाहिँ अब काममा हिँडेको होइन फाइनली अनि यहाँ गोपाल भाइले फोन गरेको छ हिउँ पर्न सुरु भयो अलिअलि हिउँ पर्न थाल्यो अलिक के हुने हो बिजो हुने होला काम जानु पनि गाह्रो छ गाएको छैन अब सिङ्गो रोकिरहेको छ अनि त्यही भएर बस्दै गर्ने सिङ्गो पुग्छ अनि जान्छु टक्क लगाएर आज आइतबार भोलि छुट्टी अनि एकदम भोलि छुट्टी भनेपछि आज चाहिँ यस्तो एक्साइटेड मन हुन्छ कि टक्क लगाएर काम भनौँ न अहिले 2 बजीदेखि अब 2-3 घन्टा गएपछि अब 5 बजी हालिन्छ अनि फर्की आयो सुत्यो भोलि स्कुल गयो त्यही भएर अब त्यो गोपाल भाइले फोन गरेको गाइस सिङ्गो खुल्ने बित्तिकै म चाहिँ अलिक टाप जान्छु है अब सिङ्गो खुले म चाहिँ हिँड्छु हेर्नु गाइस उहाँ रातो भइराख्नु हरियो हुन्छ अनि म जान्छु है गाइस खुले अब म चाहिँ जान्छु अहिलेपछि गोपाल भाइलाई भेटाउनु सो फाइनल गाइस म चाहिँ गोपाल भाइलाई यहाँ यो बाटो आइज भनेको त्यो बाटो जान्छ जहिले यार जुन बाटो यो बाटो आइज भनेको अर्को बाटो जान्छ अर्को बाटो जान्छ यार त्यो भाइ यार दिमाग खराब भइसक्यो होइन गाइस अनि कहाँबाट आइज भनेको कहाँ जान्छ अब रिसले टाइट भएर र अब के भन्छ हेरौँ त गाइस मोबाइलमा भाइ यार तिमीलाई झन् यो बाटो आऊ भनेको नि जहिले जुन बाटो हो नि त्यही बाटो आउँदैन यार जहिले अर्को बाटो जान्छ यार के भएको उताबाट आऊ भनेको खालि उताबाट आउँछ तिमी यार जहिले अर्को बाटो आउँछ एउटै बाटो आउँछ यहाँबाट आऊ भनेको नि यहाँबाट आउँछ कहाँ हुन्छ यता फाइनल गाइस मेरो भाइ चाहिँ रिसाएन होइन एकदम ज्ञानी छ अनि यस्तो रमाइलो हुन्छ हाम्रो चाहिँ शनिबार यस्तो आइतबार होइन अनि हामी अब उता पार्कमा गएर रमाइलो गर्छौँ एकदम ज्ञानी भएर यसो रिसा नै गाइछन् है कसलाई मन पऱ्यो कमेन्ट है गाइस कमेन्ट ल हामी पार्कमा गएर गर्छौँ भिडियो चाहिँ अहिले चाहिँ आबु नै भन्नाले अप्ठ्यारो चाहिँ साइकल हाकेर गर्नु मिल्दैन होइन पार्कमा गएर हामी रमाइलो गरेको देखाउँछौँ फाइनली हामी चाहिँ पार्कमा आइसक्यो होइन अनि मेरो अघिको भाइ यही हो अनि टक्क लगाएर के भयो अनि टक्क लगाएर अनि साइकल लिएर जाँदैछ के भयो रिसायो क्या अघि कराएको थिएँ मैले ओ रिसाएको रिसाएको अनि खतरा अनि यताबाट आउनुपर्छ नि त यताबाट आउनुपर्छ नि उताबाट आउने हो त नि अनि गएको अगाडि उहाँ मोमो हाउसमा बसेर हुन्छ त नि गएको अगाडि बाटो सिधा भयो नि बाङ्गो भयो भने अनि सिधा बाटो मात्रै हिँड्ने गरेको क्या है अनि यता बसेपछि पुलिसले मार्छ नि त हौ मामाले मार्छ भने यहाँ चिन्चित छ है भाइ कसलाई मार्छ कमेन्ट अनि बाटो सिधा हिँड्ने रे भाइ बाटो सिधाहरू क्या त्यही पनि सिधा बाटो मात्रै हिँड्ने भन्छ अनि गाइस कहाँ साइकल सिधा बाटो त पेल्नु सक्दैन सिधा बाटो मात्रै पेल्नु सक्ने हो बाङ्गोमा हिँड्दैन भनेपछि बाङ्गोमा हिँड्दैन यो साइकल नै बाङ्गोमा रोक्न अलिक गाह्रो हुन्छ अरे है बाङ्गोमा चाहिँ साइकल रोक्नु गाह्रो हुन्छ अरे अनि मेरो साइकल चाहिँ यो हो भाइ टोपी पन्जासम्म फ्याँक्दैछौँ यहाँ भाइको यहाँ चिन्टु मिन्टु छ भाइ यसको नाम के हो गुडिया आउनुपर्छ लास्ट हो फेरि गुडिया नाम भएको मान्छेले कमेन्ट गर्ला नि फेरि यहाँ गर्लफ्रेन्ड छ कि नै छैन साँच्चै हो कि ख्याल हो देख्ला फेरि गर्लफ्रेन्डले ट्याग गरेर हाल्छु फेरि म अनि जापान आएर कस्तो फिल भयो भने आजसम्म अहिले यत्रो 1 वर्ष हुन आँट्यो होइन हिउँ पर्दा अनि कस्तो हिउँ रमाइलो हिउँ खेल्नु मन लाग्थ्यो नि काम जानु पऱ्यो है गाह्रो छ लास्टै गाह्रो छ है भाइ तिमी कति करोड भन्ने साइकल अनि कति करोड 4 मान करोडको अरे अनि हेर्नुहोस् त गाइस टक्क लगाएर अनि यहाँ भोलि पर्सि यहाँनिर चाहिँ फुल छ गाइस होइन नेपालबाट ल्याएको पैसाको हो ए हो मेरो नि हो है मैले नेपालबाट आएको पैसाले किने हो त्यो 34,000 34,000 साइकल यस्तो हो गाइस अनि उसको चाहिँ यो कति रे 4 मान हेर्नु त दाम बवाल छ मान्छे अनुसार त साइकल त हुने होइन गाइस
ब्लग सलग बनाउँदैन भाइ नि हल्का भोलको पछि बनाउनु अनि गाई चाहिँ यहाँनिर फुल फुल्नलाई होइन यहाँनिर यसो टुसा लाग्दैछ नि यो टुसा लाग्दै यहाँ भोलिपछि फुल फुल्छ यसबाट साकुरा हो साकुरा सबै यो साकुराको महिनापछि फुल छ अनि हिउँ पनि झरिरहेको छ होइन अलिअलि अहिले सेतो सेतो टक्क लगाएर अनि है अनि के भन्छ अरे अब हामी कति बजी जान्छौँ कामतिर काममा ढिला भइसक्यो ढिलो भएको छैन कति बजे खोइ कति बजे 12:53 12:53 हो नेको सुकी हो अब निको दाइसुकी दाइसुकी गाइस यस्तो यस्तो भिडियोहरू राम्रो आउँछ होइन बिस्तारै हेर्दै गर्नु होला अनि मलाई त्यस्तो खासै चाहिँ बोल्नु आउँदैन होइन अनि त्यो पनि यसो अब बोल्न प्र्याक्टिस गर्छु भनेको यस्तै हो सुरुमा यस्तै हुन्छ अनि यसो हेल्प गरिदिनु होला फलो गरिदिनु होला लाइक गरिदिनु होला हामी चाहिँ आइतबार चाहिँ म र भाइ चाहिँ यसो रमाइलो गर्छौँ यो पार्कमा हाम्रो जतिसुकै विदेशमा दुःख भए पनि हामी 1-2 घन्टा छुट्याएर छिटो घरबाट निस्केर चाहिँ पार्कमा रमाइलो गरेर अनि फेरि काम जान्छौँ खासमा चाहिँ हामी आज घुमेको होइन खासमा काम जान्छौँ क्या अनि हिउँ परेको देख्न सक्नुहुन्छ नि गाछिमुलको त्यो राम्रो राम्रो छ है यहाँ भ्यू यहाँनिर चाहिँ भिडियो बनाउनु कम मजा आउँछ हामी चाहिँ प्रायः भिडियो यही बनाउँछ क्या रमाइलो हुन्छ भोलि पर्सि चाहिँ त्यो सब गाछीहरू चाहिँ फुल छ है गाछ फुल दामी फुल छ एकदमै दामी फुल छ भोलि पर्सि देखाउँछु तपाईँहरूलाई अर्को भ्लगमा आउँछ 2-3 महिनापछि दामी फुल छ है गाछ मेरो चाहिँ हल्का अब बोली यस्तै हो धेरै बोल्न पनि आउँदैन अनि गोपाल भाइलाई बोल्नु लाउँछ त्यो जस्तो चाहिँ अनि भाइ तिम्रो घर कहाँ हो नेपाल नेपाल प्युठान राम्रो रहेछ त ठाउँ त होइन मेरो टिकटकको नाम छ मेरो नाम पनि छ अनि सबैलाई तिम्रो नाम थाहा छैन नि त अरूलाई भनिदेऊ न त मेरो त अब त्यो थर नै हो थापामा गयो थापा मगर मात्र हो ठ्याक्क राखेको छ अनि प्रोफाइल चाहिँ मेरो फोटो नै छ लगायत फलो लाइक कमेन्ट सेयर गरिदिनु होला अनि यस्तो रमाइलो भन्नाले आज त्यस्तो रमाइलो भएको छैन होइन जस्ट अब अलिकति यतिकै दाजुभाइहरूलाई त के रमाइलो हुन्छ रमाइलो यति नै भनिदेऊ ल आजको लागि यति नै हामी काम जान्छौँ परिरहेको छ टाइम पनि छैन अब काम जान लाग्यो काम जानु लाग्यो अब यस्तो गोब्रो सोब्रो हुने भए त यसो अब देखाउनु हुन्थ्यो रोडमा अब मोबाइल छ मोबाइल अब हेलमेट पनि छैन अड्याउने यो साइकल यस्तो छ होइन साइकलै यस्तो छ अनि के भनेर त्यही भएर लगाइ ल भाइ यता आजको लागि यति नै लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला हामी डान्स पनि हाल्छौँ यो युट्युबमा हाम्रो डान्स अनि हँसाउने पनि बनाउनेछौँ नेक्स्ट टाइम तिमीले के बोल आउन सक्छ नेक्स्ट टाइमदेखि कमेडी हजुरहरूले भन्नुहोस् हामी ल्याउँछौँ कमेन्ट गर्नुहोस् कमेन्ट हजुरहरूको कमेन्टको खाँचो छ र सपोर्टको खाँचो छ अहिले हामीलाई तपाईँहरूले कस्तो कमेन्ट गर्नुहुन्छ अनि त्यो अनुसारको हामी भिडियो बनाउने कोसिस गर्छौँ कोसिस टाइम नभए पनि टाइम मिलाएर हामी कोसिस चाहिँ गर्छौँ गर्नु चाहिँ गर्छौँ कस्तो हुन्छ त्यो जे जस्तो छ त्यो हजुरहरूले थोरै हाम्रो बिग्रे पनि अलिकति सपोर्ट गरिदिन्छु है नछाड्नु होला देखाउँछु तपाईँहरूलाई बाई बाई